बजे भनेको 2:30 बजिसक्यो रोक्यो होला 7 मिनेट रोके मैले त्यहाँ ल 6-7 मिनेट कता हो 7 मिनेट हाल्छ अहिले चाहिँ पुरा गर्छ एकछिन त्यहाँ बसेँ त्यहाँ मकैको झुला हेरेर बसेको अहिले बास गर्छ हिजो खुट्टा यस्तो हुन्छ नि होइन यस्तो भन्छ क्या कड्क भन्छ क्या एकछिन गराए त एकछिन खेल्दै हेलिनँ अहिले अनि अर्को राउन्ड अलिअलि खेल्ने अनि खिल्चिँदाखेरि अघिसम्म बिहान त यस्तो दुखिरहेको थियो राति मैले आइस सेकेँ होइन सेकिसकेपछि दुखिरहेको टाउ घटाउ त्यसरी के अरे होइन त्यस्तो पनि होइन अब यो निको चाहिँ आफै हुन्छ क्या यो हुन चाहिँ तर दुःख चाहिँ दुख्छ क्या निको त हुन्छ अब भइसक्यो यतिचोटि अब त्यो क्यामेरा ल्याएन है मैले सम्झिरहेको थिएँ क्या त्यो अर्को होला कि चार्ज छैन होला मैले सम्झिरहेको थिएँ क्या तर सम्झिरहेको थियो चार्ज छैन होला चार्ज गर्न तिमीले यदि राख्दैनौ के अरे अनि एउटातिर मात्रै फोटो खिच्ने भने त धेरै फोटो खिच्ने होइन नि त यो सुपर मार्केट हो क्या भन्दैछ बजेट आउनु पऱ्यो नि जस यिनीहरूको कन्स्ट्रक्सनहरू हुन्छ क्या पैसा अड्किन्छ के कुरा मिल्दैन इन्जिनियर रोकिदिन्छ पैसा खानु पऱ्यो सबैले एकअर्का मिली बाटी खानु पऱ्यो त्यस्तो अहिले असार मसान नै आउँदैछ अब के गर्छ होला नि भन्नु यस्तो चले के जाने हो त्यसै त्यो यो कलङ्की जस्तै हो कलङ्की यो भुइँमा चढे भुइँमा छ नि माथि चढेकोमा त केही छैन त्यो टक्कियो पर्न त परेको थियो स्पिड चेक गरेर हेर नि ल हेर त्यहाँ बाटोमा हेर नि भित्र बाटो साइडमा त बिग्रेको त भनेको थिइनँ उतातिर डौबिसीको बाटो चाहिँ बिग्रेको जे होस् भित्र अझै अगाडि दिदीलाई लिन जाने बेलामा हो क्या यसो कुरा सुन्नु जानु आज सनस्क्रिन लाग्छ नि तपाईँ ज्याकेट लाउँछ क्या है सनस्क्रिन बिना चाहिँ नलाऊँ होला होइन ज्याकेटै लाऊँ 4 बजी सम्झाऊ है मलाई आज अनि ढिला त होइन 4-5 बजी भित्र हालेको खोज्यो नि अनि ज्याकेट लाउनु चाहिँ कसरी तिमी रेनकोटको लाउने भइदिन्छु लाइन पनि जानु पर्यो सालो
सालो भन नि त अलि सालो भन नि त सालो सालो भन भनेको के सालो सालो भन् तिमीले बुझेन होला सालो सालो भन भनेको बुझेन होला तिमीले थाहा रहेछ ट्याङ्कको बास्ना आएको त है हजुर चल्छ हावाहुरी आएको बेला चाहिँ चल्दैन हामी यस्तो नजिक बसेर पनि बस्न चाहिँ नहुने हो हामी यस्तो नजिक बसेर पनि बस्न चाहिँ नहुने हो नि ठुल्ठुलो गाडीको पछाडि चाहिँ बस्नु हुँदैन अलिक डिस्टेन्स राख्नुपर्छ क्या पछाडि आयो भने त आयो हुन्छ अब बाटो यस्तो छ यो कस्तो राम्रो लाग्छ कि मलाई हो र मलाई त झन् फास्ट जस्तो लाग्छ यो त झन् कसले ए हो स्लो हुन सक्छ जोस् मलाई चाहिँ कस्तो लाग्यो भन्दा त्यो ए त्यस्तो त्यो पनि हो जोस् यसमा चाहिँ मलाई कस्तो अस्ति एकचोटि चढ्दा कस्तो लाग्यो भन्दा चाहिँ त्यो गाडीमा त अब क्लच चेन्ज गर्छ घडाक हुन्छ स्पिड लिँदा पनि थाहा हुन्छ स्पिड लिइरहेको छ भनेर इलेक्ट्रिकमा चाहिँ थाहा नहुने कि स्पिड लिएको पनि थाहा नहुने ब्रेक लागेको पनि नथाहा हुने भित्र पनि अलिक सफा टाइपको खुल्ला त्यो बस्न पनि मिल्छ उभिन पनि सजिलै छ क्या त्यो अर्कोमा पछाडि जानुहोस् भन्छ नि झ्यालबाट बाहिर निस्किन्छ जस्तो गर्दैन क्या ऊ त्यो अर्कोवाला चाहिँ त्यो अघि भर्खर देखाइदियो नि त्यो वाला चाहिँ तिमी पोखरा लास्टमा कहिले आयो अस्तिको सेमेस्टरमा होइन यो चाहिँ राम्रो छ क्या यहाँबाट यो पुलको ग्लास बिना चाहिँ हुँदैन हजुर यहाँबाट हामी
यही बाटो तल सिधै हो राइट अब राइट हो ल ल हेर त्यहाँबाट यहाँको बाटोहरू हो कहिले गएको छ त तर यो बाटो हामी फर्किँदाखेरि के हामी फर्किँदाखेरि यही बाटो फर्किया हो कि अलिअलि याद आइरहेको जस्तो लाग्छ तर खै अब कता आई थिङ्क त अर्कै तलको गाउँबाट गरेको हो कि राइट हो अब जोस् अलि हामी अपोजिट पछाडिबाट चाहिँ उक्लेको क्या हामी सिधै हो राइट हो र होइन त्यही सिधा तिमीले जे पाइन्छ भन्ने यार सुन तपाईँ स्लो भने तिमीले चाहिँ घुमाइदिनु तिमीलाई मैले यतिकै छोडेको तिमीलाई म एकबार घुमाइदिएको नि कालो
भाइ यहाँबाट राइट चाहिँ जाने हो क्या यो बाटो जाने हो